साथीहरु म चाहिँ बैगुनको भर्ता बनाउँदैछु हो। तपाईहरु चाहिँ कस्तो प्रकारले बनाउनुहुन्छ? म चाहिँ मेरो स्टाइलले बनाउँदैछु हो। यहाँ प्याज हाल्छु, यहाँ अदरक लसुनको पेस्ट हो। अब यो टमाटर लगाइदिए हो। टमाटर लगाएर एकछिन भुट्ने हो। अब एकैचोटि पाकेको हेर्नुहोस् है तपाईहरुले ल। मैले चाहिँ तपाईहरुलाई म पाकेको देखाउँछु। अब यहाँ चाहिँ मैले भर्ता बैगुनको भर्ता लगाए मसलामा हो। त्यहाँ मजाले मिलाउँदैछु यसलाई।